हेलो हेलो एभ्रिवान। आजको मेरो डे चाहिँ यस्तो वन्डरफुल तरिकाले मैले बिताएँ होइन। मसँग सेयर गर्ने त्यस्तो वर्ड्स नै छैन। यति धेरै ह्याप्पी छु, यति धेरै एक्साइटेड छु होइन। त्यो खुसी सेयर गर्नको लागि चाहिँ मैले भिडियोमा आइराखेको छु है। र यो खुसीको पछाडि के हो त रिजन भनेर थाहा पाउनको लागि भिडियोको अन्तिमसम्म जोडिएर रहनुहोस् ल। म सबै कुरा तपाईँलाई सेयर गर्नेछु। आज चाहिँ हाम्रो यो ग्लोबल डिजिटल बिजनेसको 52nd एनिभर्सरी चाहिँ जापानको ओकिनावा सिटीमा चाहिँ भव्य रूपमा सेलिब्रेसन भइरहेको छ होइन। अनि त्यहाँ चाहिँ डिफ्रेन्स यो हाम्रो चाहिँ अब एउटा ग्लोबल डिजिटल बिजनेस भएकोले गर्दाखेरि वर्ल्ड वाइड बिजनेस होइन। डिफ्रेन्स कन्ट्रीबाट चाहिँ धेरैजना बिजनेस ओनरहरू चाहिँ यहाँ बिलोङ्स गर्नुहुन्छ होइन। सो सबैजना बिजनेस ओनरहरू जतिजनालाई आउन पोसिबल थियो उहाँहरू चाहिँ सबैजना आउनुभएको थियो होइन। अनि हाम्रो नेपालबाट पनि हाम्रो कोच अनि मेरो मेन्टर सँगसँगै अरू बिजनेस लिडरहरू पनि जानुभएको छ है। अनि यसरी म चाहिँ दिनभरि होइन अनि उहाँहरूको फेसबुक लाइभबाट हाम्रो यो एनिभर्सरीको कन्भेन्सनको प्रोग्रामहरू हेरेर मैले आज होल डे स्पेन्ड गरेँ होइन। फेरि म गाउँमा बसेको मान्छे दिनभरि रुममा बस्यो भन्दा पत्याउनु नहोला, किनकि मेरो फार्मिङ सोसाइटीमा सँगसँगै बस्तु होइन, कुखुरा सुँगुर भैँसी सबै छ नि त। तर मैले चाहिँ हिजै सबै घाँस काटेर रेडी गरिसकेको थिएँ कि भैँसीको लागि। अनि सुँगुर कुखुरालाई त बेला बेलामा दाना दिन गर्न अलिक सजिलै भयो होइन। र यसरी मैले होल डे चाहिँ आज मेरो हाम्रो बिजनेसको एनिभर्सरीको इभेन्ट हेरेर नै मैले एक्सप्लेन गरेँ होइन। अब त्यहाँ चाहिँ डिफ्रेन्ट कन्ट्रीबाट आउनुभएको धेरैजना बिजनेस ओनरहरू सँगसँगै हाम्रो यहाँबाट जानुभएको टिम लिडर्सहरू अनि सँगसँगै चाहिँ होइन उहाँहरूको एउटा सक्सेसफुल जर्नी होइन, एउटा रियल स्टोरी होइन, यो बिजनेसको जर्नी उहाँहरूको स्टार्टिङ कस्तो थियो, अहिले उहाँहरूको प्रोग्रेस कस्तो भइरहेको छ, त्यो सबै कुराहरू यहाँबाट म आफ्नै रुममा बसेर हेर्न पाउँदाखेरि चाहिँ साँच्चीकै के यस्तो खुसी आफूलाई चाहिँ महसुस भइरहेको होइन। एक दिन पक्कै पनि म नि त्यो ठाउँमा पुग्छु भनेर म नि एकदमै ठुलो सपना देखिरहेको छु आज होइन कि, किनकि स्टिल हामी इन प्रोसेसिङ होइन। म एउटा प्रोसेसिङमा छु नि त। र बिस्तारै प्रोग्रेस पनि हुन्छ आइएम स्योर, किनकि एउटा रियल अनि सिस्टम बेस्ड बिजनेस हो। सो म सिस्टमलाई चाहिँ फलो गर्दै अगाडि गएँ भने पक्कै पनि उहाँहरूको लेभलसम्म चाहिँ म पक्कै पुग्नेछु होइन। यहाँबाट जानु भने हाम्रो कोच पूजा दिदीले चाहिँ नेपालको झन्डा फरफराउनु भयो अनि त्यो अडाहरू लिनुभयो होइन। त्यो देख्दाखेरि कस्तो वाउ लागिराखेको कि त्यो हाम्रो बिजनेसमा कस्तो हुन्छ भने हाम्रो अरू बिजनेस पार्टनरहरूको खुसी देख्दाखेरि पनि मेरै खुसी हो जस्तो लाग्छ कि होइन। सो म एकदमै एक्साइटेड भइरहेको थिएँ। अनि त्यो उहाँको ठाउँमा चाहिँ म आफूले देखिरहेको थिएँ कि एक दिन म पनि त्यो ठाउँमा पुग्नेछु भनेर होइन। किनकि उहाँहरू जुन जर्नीमा चाहिँ अगाडि गइराख्नु भएको छ म पनि त्यो जर्नीमै छु नि त होइन। र यो बिजनेस भनेको चाहिँ अब एउटा यस्तो राम्रो एउटा एमेजिङ प्लेटफर्म छ होइन। जतिजनाले यहाँ एक्सन लिनुभएको छ र यो जर्नीमा हुनुहुन्छ उहाँहरूको टोटल्ली लाइफ चेन्ज छ। र हाम्रो यो बिजनेस बिल्ड गर्नु हुने फाउन्डरले पनि सुरुमा यसरी सबैजनालाई नै चाहिँ एउटा उहाँले चाहिँ टार्गेट गरेर सबैजनाको लाइफ चेन्ज गर्न सकौँ भनेर नै यो सिस्टम चाहिँ बिल्ड गर्नुभएको अरे कि। किनकि हाम्रो यो सोसाइटीमा हाम्रो नेपालमा मात्रै नभइकन आउट कन्ट्रीमा पनि के रहेछ भने जो अगाडि छ होइन, जो एकदमै सम्पन्न फ्यामिली छ उनीहरू चाहिँ अगाडि गइराख्ने अनि अलिकति तल्लो निम्न वर्गको फ्यामिली होइन परिवारहरू मान्छेहरू चाहिँ जहिले पनि तलको तल भइराख्ने कि होइन। सो तल्लो लेभलको मान्छेहरूले पनि त एउटा बेटर लाइफ जिउन चाहिँ डिजर्भ गर्छ नि त होइन। तर उनीहरूको लागि कसरी त है, टोटल्ली एउटालाई मात्रै चाहिँ सपोर्ट गरेर त पोसिबल छैन। बरु उनीहरूलाई चाहिँ एउटा राम्रो बिजनेस प्लेटफर्म एउटा सिस्टम बिल्ड गर्न सक्यो भने उनीहरूको पनि लाइफ चेन्ज हुन सक्छ कि भनेर चाहिँ उहाँले यो बिजनेस बिल्ड गर्नुभएको अरे होइन। नभन्दै अहिले एमेजिङ रूपमा चाहिँ सबैजनाको टोटल्ली लाइफ चेन्ज भइरहेको छ। सबैजना एक्साइटेड हुनुहुन्छ, ह्याप्पी हुनुहुन्छ होइन। आफ्नो यो बिजनेसमा आएपछिको आफ्नो रियल प्रोग्रेस सबै कुराहरूले चाहिँ यति धेरै ह्याप्पी हुनुहुन्छ यहाँ म एक्सप्लेन गर्न सक्दिनँ होइन। आज मैले धेरैजना साथीहरूलाई पनि लाइभ सेयर गरेको थिएँ, सायद उहाँहरूले पनि हेर्नुभयो, देखिरहेको थिएँ उहाँहरू पनि लाइभमा हुनुहुन्थ्यो होइन। आज मैले धेरैजना बिजनेस ओनरहरूलाई चाहिँ सँगै देख्न पाएँ होइन। हामी समटाइम्स भर्चुअली जुम मिटिङमा त भेटिराखेको हुन्छौँ होइन। तर अभियसली हामी नेपालको मात्रै हुन्छौँ कि, तर आउट कन्ट्रीको हाम्रो चाहिँ अब
अर्को छुट्टै मिटिङ हुन्छ त्यसमा चाहिँ समटाइम्स म एटेन्ड हुन पाउँछु पनि पाउँदिनँ पनि होइन किनकि गाउँमा नेटको इस्यु भइराखेको हुन्छ होइन स्पेसली अब पाहाडमा बसिसकेपछि त नेटको इस्यु त हुने भइ नै हाल्यो है र आज हाम्रो नेपालबाट जानुहुने कोचको टिम सँगसँगै उहाँहरूलाई पनि सँगै देख्दाखेरि चाहिँ हाम्रो यो बिजनेस फ्यामिली चाहिँ साँच्चीकै धेरै ठुलो फ्यामिली लाई आँखा अगाडि देख्दाखेरि चाहिँ यस्तो खुसी लाग्यो होइन यस्तो खुसी लाग्यो र म पनि अहिले सपना देखिरहेको छु यो सालको यो एनिभर्सरी कन्भेन्सनमा जान चाहिँ म छुटेँ तर नेक्स्ट इयरको कन्भेन्सनमा चाहिँ आइएम स्योर म पक्कै पनि जानेछु होइन र आज चाहिँ मेरो 90 डेज च्यालेन्जको डे 31 को भिडियो बनाउनु पर्ने थियो दिनभरिको यो इभेन्टहरू हेर्दा हेर्दै चाहिँ मैले बिर्सिराखेको होइन अनि हतार भिडियो पनि बनाउन आएँ आजको मेरो यो 31 डेजको टपिक र यो प्रोग्रामले चाहिँ एकदमै मेल खाएको छ म्याच गरेको छ कि किनभने मेरो टपिक थियो कि जो लाइक हुन्छ नि मनमा आउने डरले चाहिँ कसरी जितेर अगाडि बढ्नुहुन्छ भन्ने थियो होइन र यहाँ जतिजना पनि बिजनेस ओनरहरू हुनुहुन्छ सक्सेसफुल्ली उहाँहरू चाहिँ अगाडि बढिसक्नु भएको छ उहाँहरूको टोटली लाइफ चेन्ज भएको छ उहाँहरूसँग पनि त सुरुमा त डर थियो नै नि होइन उहाँहरूसँग पनि च्यालेन्जहरू थियो सपना देख्न फ्री छ तर हामीलाई सक्सेस पाउन त त्यति सजिलो छैन नि त च्यालेन्जहरू फेस गर्नुपर्छ प्रब्लम फेस गर्नुपर्छ स्ट्रगल गर्नुपर्छ मेहनत गर्नुपर्छ कन्सिस्टेन्सीको साथ लर्निङ गर्दै अगाडि बढ्नुपर्छ होइन त्यो स्टेपलाई चाहिँ फलो गरेर त्यहाँसम्म पुग्नु भएको हो नि त यो ओभरनाइटको चेन्जेसले चाहिँ उहाँहरू चाहिँ स्टार्ट गर्नु बित्तिकै एकैचोटि धेरै माथि हाई लेभलमा जानुभएको होइन नि होइन पक्कै पनि हो हामीले डर लाग्दाखेरि चाहिँ अभियसली पनि म मात्रै नभइकन यो सबैजनाले नै गर्नुपर्ने खास के हो भने हामीले डर लाग्छ भने त्यो ठाउँमा जित्नको लागि हामीले एक्सन लिनै पर्ने हुन्छ कि तपाईलाई जति ठुलो डर होस् त्यसको पछाडि त्योभन्दा ठुलो सक्सेस लुकेर बसिराखेको छ त्यसले तपाईँलाई चाहिँ वेट गरिराखेको हुन्छ है त्यो कारणले गर्दाखेरि तपाईँलाई डरलाई जित्न एकदम जरुरी छ र डरलाई जित्नको लागि सबैभन्दा ठुलो हतियार भनेको चाहिँ हामीले एक्सन लिनु हो हिम्मतको साथ एक्सन लिनुपर्छ होइन एक्सन लिएर जब हामी डरसँग फेस गर्न जान्छौँ नि त्यसभित्र त्यो प्रब्लमहरूलाई डरलाई जित्ने हामीले सल्युसन पाउँछौँ वेहरू भेट्छौँ होइन र जब हामीले आफ्नो डरलाई जितेर अगाडि बढिन्छ अनि त्यसपछि चाहिँ हामीलाई सक्सेसको नजिक पुग्ने एउटा ठुलो चान्सेस हुन्छ कि हाम्रो लागि चाहिँ त्यो बाटो खुल्ला भइराखेको हुन्छ है सो डरकै कारण पछाडि ब्याक भएर बस्नु भनेको चाहिँ हामीले आफ्नो गोल्डन अपर्च्युनिटीहरूलाई नै मिस गरे बराबरै हुन्छ सो तपाईँहरू पनि यो बिजनेसको बारेमा बुझिराख्नु भएको छ होइन र एक्सन लिन सकिराख्नु भएको छैन भने एकपल्ट हिम्मत गरेर अगाडि बढ्नुहोस् बाँकी वेमा त तपाईँहरूको सपोर्टको लागि हामी होल टिम छौँ मेन्टर कोच टोटल्ली तपाईँले पाउनुहुन्छ सँगसँगै तपाईँलाई लिड गर्ने हामीसँग चाहिँ एउटा अटोमेसन सिस्टम छ होइन सिस्टम बेस्ड ट्रेनिङहरू छ त्यसै कारणले गर्दाखेरि तपाईँलाई यो बिजनेसमा आउँदाखेरि म एक्लो हुन्छु म गर्न सक्दिनँ होला भनेर कहिले पनि सोच्नु पर्दैन मानौ यहाँ हाम्रो सेकेन्ड फ्यामिली हो यसभित्र हरेक कुराहरू तपाईँले टोटल्ली सपोर्ट पाउनुहुन्छ है र बिजनेसको बारेमा बुझ्नको लागि या बिजनेस तपाईँ चाहिँ जोइन गर्न चाहनुहुन्छ भने मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ है र मेरो वेबसाइट www.sandsyarai.com मा पनि लगइन गरेर बुझ्न सक्नुहुन्छ है त थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो साँच्चीकै भन्नुपर्दा मलाई आज चाहिँ भिडियो स्टप गर्न मन लागिरहेको छैन कि किनकि यो मनभित्रको खुसीहरू चाहिँ अझ पनि सेयर गर्न मन लागिरहेछ तपाईँहरूसँग होइन तर भिडियो धेरै लामो भइसक्यो होइन तपाईँहरूलाई पनि हेर्दा हेर्दा बोरिङ लागिसक्यो होला सो हामी नेक्स्ट टपिक एन्ड नेक्स्ट भिडियोमा फेरि गर्छौँ है त बाई बाई